हेलो गाइस, अहिले चाहिँ हामी सट्टा लाएर रिसोर्ट आएको घुम्नलाई। अहिले चाहिँ हामी लगभग स्याङ्दी आइपुग्यो। स्याङ्दी गाउँ चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ तपाईँले। अहिले चाहिँ स्याङ्दी चाहिँ एकदम होइन रमाइलो छ। अब घरहरू चाहिँ फटाफुट्टो छन् एउटा दुइटा, तर भयो भने एकदम रमणीय ठाउँ छ एकदम होइन, एकदम रमाइलो छ। हरियाली सट्टा लाएर देख्न सक्नुहुन्छ चारैतिर। घुम्न जाउन फुलबारी तिनौ खोला पारी, घुम्न जाउन फुलबारी तिनौ खोला पारी। म त तिम्रै दायाँ बायाँ नजाउ माई मारी, म त तिम्रै दायाँ बायाँ। बाटो पनि एकदम ओह्रालो रहेछ होइन। अहिले आउँदाखेरि चाहिँ एकदम उकालो उकालो छ, अहिले चाहिँ एकदम ओह्रालो छ। बाइक पनि गियरमै छोडिदियो, 4 गियरमा चट्टा लगाएर 4 गियर लगायो, छोडिदियो होइन। आफै कुदिरहेको छ, जे होस् स्टार्ट पनि गर्नु पऱ्यो होइन। एकदम हाम्रो तेलको बचाउट भइरहेको थियो, तर तेलको त बचाउट हुन्छ, के गर्नु, तर बाइक बिग्रिनु त्यसै थाहा छ होइन। अब किनभने ओह्रालो बढी छ नि त, ओह्रालो बढी भएर अब सेफ्टी नै आफूले सोच्नु पऱ्यो। त्यही भएर अहिले चाहिँ अलि ओह्रालो छ नि, त्यही भएर एकदम बाइक पनि बिस्तारै चलाइरहेको छ हामीले चाहिँ। र अब चाहिँ सुरु भयो हाम्रो चलाउनलाई फेरि पनि चाहिँ हाम्रो पुरानो गाउँ हो क्या। पहिला चाहिँ म यहाँ धेरै आउँथेँ, लगभग 6-7 वर्षपछि अहिले चाहिँ हामी स्याङ्दी आएको छ सट्टा लाएर। यो चाहिँ तल्लो गाउँ हो, माथि गाउँ त पऱ्यो यतापट्टि भाइ। रिसोर्ट जाने बाटो यता होइन, रिसोर्ट यताबाट पुग्छ। ल बाइक किन्न हो नि, यस्तो टिकट नै किन्नुपर्छ कि। उकालो पनि यस्तो मजाले जान्छ, देखेँ नि यस्तो मजाले जान्छ कि। 2 गियरमा पुरै उकालो पनि 2 गियर मजाले जान्छ। त्यही भएर यस्तो मजाले जान्छ उकालो भएन। हामी अब हेरेर फर्क्यो होइन। आजको यात्रा यहीँसम्म हाम्रो। त्यो आज चाहिँ अब हामी हेरेर फर्किन्छ। आजको यात्रा चाहिँ हाम्रो अब असफल भयो भनौँ न। आजको यात्रा चाहिँ त्यही हो। आज अब त्यस खेतबारीबाट फर्क्यो हाम्रो आजको यात्रा यहीँसम्म। अब बाँकी भोलि जाउँला अब उता याद पानी पर्न लाग्यो नि त। पानीले गर्दा अब पानी नपऱ्यो भने जसरी गइन्छ खोला त हामी तरिन्छ होइन। अब पानी पर्न लाग्यो, त्यही भएर यो पानी परेपछि त अहिले बाढी आउँछ। बाढी आएपछि त बाइक त जानु पऱ्यो। माथि त गइन्छ झलुङ्गे पुल रहेछ होइन, माथि तराउनको लागि झलुङ्गे पुल चाहिँ। तर बाइक चाहिँ अहिले बाइक तराउन चाहिँ हामी सकिन्न नि त। त्यही भएर अहिले यता बस्नु नि आफ्नो जग्गामा किन्ने सबैले कि निक्लिनु पऱ्यो। त्यो बाटो भरको निक्लिनु पऱ्यो सिधै। भरको निक्लेर गर्दाखेरि हामीलाई अब टाढा पर्छ नि त। त्यही भएर अब यहाँ पछि अर्को दिन आउँला। त्यही भएर अब हामी आजको दिन चाहिँ यहीँबाट खेतबारीबाट नै फर्किएको छ आजको दिन चाहिँ होइन। अर्को दिन आएर नेक्स्ट टाइम भन्दै होइन। मेरो भ्लग चाहिँ यति भन्दै यहीँनिर नै सकिन्छ होइन। होइन मेरो च्यानलमा गएर सब्सक्राइब लाइक र कमेन्ट गरिदिनु होला। त्यही होइन अब केही अलिकति कमजोरी भयो भने होइन सजेसन पनि दिन सक्नुहुन्छ तपाईँहरूले के कमी छ होइन मेरो भ्लगमा चाहिँ। त्यही हो यताबाट हो क्या, यता गइदिउँ अब। ल बाइक घुमाउनु थालिसक्यो साथीले अब यहाँनिर। फुल दिए सुकी जाला, रुमाल फाटी जाला, मुटु भरि माया दिए जुगै काटी जाला, मुटु भरि माया दिए।